आज चाहिँ स्कुलमा प्रोग्राम भएको कारणले गर्दाखेरि ठुलो बाबुलाई मात्रै स्कुल पठाउने अनि सानो बाबुलाई चाहिँ घरमै राखेर नुहाइधुवाइ गर्ने, स्कुल नपठाउने भनेको रमाइरहेको छ। अब चकचके घर बसेपछि त यत्तिकै हो, चकचके सुरु भइहाल्छ। चकचक गर्न थालिसकेको छ। मेरो ठुलो बाबु चाहिँ प्रोग्राममा आज तिहारको प्रोग्राम छ स्कुलमा अनि ऊ एकदम एक्साइटेड भएर अब आज आउँदैछ भनेको छ स्कुलमा अनि आफै तेल लगाएर आफै क्रिम लगाएर रेडी हुँदैछ। अरू बेला जुत्ता पनि मैले लगाइदिनुपर्छ, आज उसलाई एक्साइटेडको कारणले गर्दाखेरि जुत्ता नि आफै लाउँदैछ अनि उसलाई धेरै हतार भइरहेको छ आज। अनि मलाई पुऱ्याउन जानु पर्दैन मम्मी भन्दै थियो अनि बाटोमा गाडीहरू आउँछ त्यसैले अनि पुऱ्याउन जान्छु भनेको सँगसँगै अगाडि हिँड्दैछ। मलाई कुरेको पनि छैन। गाडी पनि आयो अनि हतार चढ्दैछ। आज भाइ हुँदैन गाडीमा, मलाई दुःख दिनु हुँदैन भनेर खुसीले जाँदैछ मेरो छोरा।